हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज म तपाईहरुलाई लिएर जाँदैछु गुल्मीको सर्ट ट्रिपमा। उहाँ चाहिँ हुनुहुन्छ मेरो गाउँ गइसकेपछिको फर्स्ट क्लाइन्ट। उहाँको हेयर चाहिँ एकदमै धेरै राम्रो भएको थियो। अनि त्यसपछि भने चाहिँ गाउँमा जहिले आगोमा खाना बनाउनलाई मिठो हुन्छ के हैन, तर गाह्रो चाहिँ हुन्छ, तर पनि मिठो हुन्छ क्या। मैले चाहिँ यो टाइममा के बनाइरहेको थिएँ भनेर के भन्नु, बुङ्गोको अचार बनाउनको लागि भनेर म रेडी हुँदै थिएँ। त्यो बुङ्गोको अचारको रेसिपी म नेक्स्ट भिडियोमा हाल्छु। त्यसपछि भनेको मेरो उहाँ सेकेन्ड क्लाइन्ट हुनुहुन्छ हैन। मैले फर द फर्स्ट टाइम उहाँको लाइन तानेको। आफ्टर द्याट हामीले चाहिँ पानीपुरी खायौँ गाइज, एकदमै धेरै डेलिसियस थियो हैन। सबैजनाले प्रेज गरिरहनु भएको थियो कि कस्तो मिठो भनेर, तर हामीले चाहिँ दुई थरी बनाएको थियो, एक थरी पिरो र अर्को चाहिँ नपिरो। आफ्टर द्याट यहाँनिर चाहिँ हाम्रो घरमा चाहिँ दुईटा भाले थियो हैन, जुन भाले चाहिँ एकदमै धेरै तगडा। अनि त्यसपछि दे आर फाइटिङ हैन, फाइटिङ गरिरहेको थियो। अनि मैले चाहिँ सर्ट क्लिप लिएको थिएँ जुन चाहिँ एकदमै धेरै मेमोरेबल पनि थियो। र त्यसमा चाहिँ मैले प्राइजको पनि व्यवस्था गरेको थिएँ। यो चाहिँ गेम जस्तै थियो। फेरि अर्को हुनुहुन्छ क्लाइन्ट, उहाँ चाहिँ सानो बेबी हो हैन। त्यसपछि मैले चाहिँ गाउँमा कहिले कहिले आटो पनि बनाउने गरेको थिएँ। आटो चाहिँ हाम्रो शरीरको लागि एकदमै धेरै राम्रो हुन्छ। आटो खायो भने चाहिँ हामीलाई डायबिटिज हुँदैन भने वेट लसलाई पनि एकदमै धेरै सजिलो हुन्छ हैन। अनि त्यसपछि हामीले चाहिँ गाउँमा चाहिँ एउटा एकदमै धेरै फनी गेम खेलेको थियो हैन, जुन चाहिँ बच्चाहरूमा थियो। एउटा उनीहरूलाई चाहिँ थाहा नदिकन लाइक एउटा प्र्याङ्क गरेको जस्तै गरेको थियो, जुन रमाइलो भएको थियो। अनि त्यसपछि चारवटा बेबी गोडसँग चाहिँ मेरो बच्चाले खेलिरहेको थियो हैन। बिचरा उसको चाहिँ मम्मीको चाहिँ 15 डेजमा डेथ भएको के। अनि उनीहरूले चाहिँ एउटा बच्चा बराबर एक भाँडा चाहिँ दुध खानिदिने गरेको थियो हामीले चाहिँ हैन, जुन चाहिँ कस्तो गाह्रो भएको थियो कि हामीलाई पनि अनि उनीहरूलाई नि। यिनीहरूले दिनमा 3-4 लिटर दुध खाने के गाइज, सो सरप्राइजिङ हैन। अनि दुध खानुको लागि भनेर यताउता गरिरहेको थियो कि। अनि गाउँ गएको बेलामा चाहिँ हाम्रो घुमफिरको पनि टाइम भएको थियो हैन। घुमफिर गर्दाखेरि चाहिँ म चाहिँ जेठो ससुराको घरमा म मात्र नभएर मेरो बच्चा र हस्बेन्ड जहाँ गएको थियौँ। अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो जेठो ससुरा र सासू आमा। अनि हामी चाहिँ यसरी बसिरहेको थियौँ बाहिर हैन। सो गाइज यसरी बस्दा हैन मेरो हस्बेन्डले चाहिँ एउटा भिडियो खिच्न भ्याउनु भयो। अनि त्यसपछि यस्तो राम्रो देखेको थियो त्यो हिमाल हैन, सुन्तलाहरू पाकिरहेको। अनि मेरो जेठो बुवा चाहिँ काममा जान भनेर लागिरहनु भएको थियो। गाउँघरमा कामको सिजन हैन, त्यस्तै त हो नि गाइज। गाउँघरमा बसिसकेपछि काम गर्नै पर्छ हैन। काम त जहाँ बसी पनि गर्नुपर्छ, तर जेनरली गाउँमा भएको बेलामा चाहिँ सिजनल काम हुन्छ। अनि त्यही भएर जानुपर्छ। उहाँले चाहिँ आफ्नो खुर्पेटो मतलब हँसियालाई पछाडि बोकेर ल आज तिमीहरू यहीँ बस भन्दै जान लाग्नु भएको थियो। त्यसपछि चाहिँ हामी केही समयको बसाएपछि फाइनली फेरि फर्केर घर आयौँ। अनि आउँदा आउँदा बाटोमा चाहिँ हामीले 3जना नानी बाबुलाई देख्यौँ हैन। उहाँ चाहिँ एकदमै धेरै क्युट हुनुहुन्थ्यो। अनि हामीले चाहिँ थोरै चक्लेट किनेर खाऊ भनेर दियौँ हैन। तर यो बाबु चाहिँ आउन नै मानिरहेको थिएन हैन गाइज। अनि त्यसपछि हामी त्यहाँबाट चाहिँ ल भनेर एकछिन बसेर अनि हामी फर्क्यौँ। तर गाउँमा बस्दाखेरि चाहिँ मेरो आमाको जुठो बार्नु पर्ने भएकोले हामीले चाहिँ 3 दिनसम्म जुठो बारेको। हेर्नु त गाइज मलाई कस्तो देखेको। उहाँ हुनुहुन्छ मेरो एकदमै ब्युटिफुल क्लाइन्ट। उहाँको चाहिँ मैले लेयर कट गरेको थिएँ हैन। सो ब्युटिफुल फ्रम इनसाइड एन्ड आउटसाइड। सो मैले उहाँको कपाल काटेको थिएँ। अनि उहाँ चाहिँ एकदमै धेरै खुसी हुनुहुन्थ्यो। त्यति मात्र होइन गाइज, मैले गाउँमा बसेर चाउमिन पनि बनाएँ हैन। चाउमिन बनाएको थिएँ कति धेरै जनालाई। ओ माई गड, यत्रो ठुलो कराईमा लगभग 7-8 जनाको लागि भनेर मैले चाउमिन बनाएको थिएँ। एकदमै धेरै डेलिसियस थियो। अनि त्यसपछि चाहिँ फेरि तिहार आइहाल्यो। तिहार आइसकेपछि चाहिँ अब रङ्गोली बनाउने यताउता सेलरोटी हाल्ने भइ नै हाल्छ हैन। रङ्गोली चाहिँ यो पालिको एकदमै धेरै अनएक्सपेक्टेड बनेको थियो, एकदमै राम्रो। अनि बच्चाहरू चाहिँ लाइटसँग इन्जोय गरिरहेको थिए हैन। अनि ठुलो पनि मिसिरहेको थिए, हामी पनि मिसिरहेको थियौँ हैन। सो एकदमै धेरै मेमोरेबल भयो हैन। अनि त्यसपछि हामीले चाहिँ धेरै इन्जोय गऱ्यौँ, स्पेसली बच्चाहरूले धेरै इन्जोय गरे हैन। सबैजनाले प्रेज गर्नुभएको थियो। अनि त्यसपछि चाहिँ हामीले फेरि सेलरोटी बनायौँ त्यो दिन बेलुकामा। सेलरोटी हेर्नुहोस् त गाइज, डढेर भाँचेर यस्तो नराम्रो थियो। यो सानो चाहिँ मैले बनाएको। अनि फेरि अब दसैँ तिहार कुनै चाडपर्व भएपछि त खसी त ढाल्नै पर्यो। एउटा खसी पनि ढालियो। अनि यत्रो ठुलो डेक्चीमा मासु बनाइयो। ओ माई गड गाइज, म त बेहोस भएको थियो यो मासु बनाउँदा हैन। यस्तो गाह्रो हुन्छ आगोमा त्यसमा पनि हैन। अनि फेरि मैले चाहिँ
यसलाई बनाइसकेपछि चाहिँ एउटा हेयर कट ओ माई गड उहाँ हुनुहुन्छ मेरो ब्रदर इन ल उहाँको चाहिँ कपाल काट्नै नदिएर यति थोरै थोरै मात्र काटिदिए गाइज अनि त्यस्तै चाहिँ फेरि अब तिहारको लागि त सेल बनाउनु पर्यो अनि अनदर डे मैले सेल बनाएँ यो चाहिँ एकदमै धेरै वाउ बनेको थियो अनि त्यही सेल पकाएको भुग्रोमा चाहिँ यसरी हामीले छोइला बनाएर खाएको थियौँ भोलिपल्ट तिहार होइन तिहारमा उहाँ चाहिँ हुनुहुन्छ सबैभन्दा जेठी फुपू अब जेठी भन्दा नि कान्छी भन्दा नि उहाँ मात्र हुनुहुन्छ अनि उहाँले चाहिँ मलाई टिका लगाइदिन खोजिदिँदै हुनुहुन्थ्यो होइन अनि त्यसपछि पानी आइरहेको थियो कि गाइस कतिको पानी आयो काठमाडौँतिर चाहिँ मलाई थाहा भएन होइन तर हाम्रो घरतिर चाहिँ पानी आइरहेको थियो अनि फर्स्टमा चाहिँ तेल लगाउने रहेछ मलाई थाहा भयो बल्ल अनि त्यसपछि चाहिँ हामी लाग्यौँ फेरि कुलदेवताको मन्दिरतिर होइन कुललाई त दर्शन गर्नु पर्यो अनि फेरि मैले अर्को डेमा चाहिँ उहाँ भाइको अगेन कपाल काटिदिएँ होइन सो उहाँको रिकमेन्डेसनमा चाहिँ अर्को भाइ पनि आउनु भएको थियो जुन चाहिँ एकदमै धेरै राम्रो कपाल भन्नुभएको थियो अनि त्यसपछि मैले फेरि अर्को स्मलेस्ट क्लाइन्ट भेटेँ होइन अनि आफ्नो कुराहरूमा चाहिँ बिस्तारै सुनाउँदै क्या के भयो भनेर होइन अनि आफ्नो एक्सपिरियन्सहरू बताउँदै होइन अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो एकदमै स्मलेस्ट क्लाइन्ट होइन जसको चाहिँ मैले फाइनलमा हेयर कट गरेको थिएँ अनि मैले हाई भन्नुहुन्छ यो भाइले हाई नै नभनेर मलाई कति हाँसो लागेको थियो हे भगवान् सबैभन्दा सानो क्लाइन्ट होइन मैले उहाँको कपाल काटिदिएको अनि त्यसपछि उहाँको दिदीहरू चाहिँ एकदमै धेरै खुसी हुनुभएको थियो अनि मैले लाइन पनि तान्दिएको थिएँ होइन गाइज एकदमै धेरै कस्तो राम्रो देखाएको थियो कि अनि यसरी कुर्सीमा बसाएर काट्नुपर्छ गाइज गाउँमा होइन म चाहिँ काम छोडी गरिदिरहेको थिएँ कि कटिङमा त एकदमै धेरै राम्रो लाग्छ जे होस् आफ्नो सिपहरूलाई चाहिँ प्रदर्शन गर्न पाउँदा अनि यसरी काटिरहेको थिएँ अनि त्यो बहिनीले चाहिँ अनि भिडियो लिइरहनु भएको रहेछ कि कस्तो सरप्राइजिङ आफ्टर द्याट हामी चाहिँ गाउँबाट केटिएमको लागि भनेर फर्क्यौँ उहाँ चाहिँ हुनुहुन्छ मेरो हस्बेन्ड मैले हाई गर्नु भने हाई अनि त्यसपछि उहाँहरू चाहिँ वेटिङमा हो हामी पनि वेटिङमा हो गाडीको वेटिङमा फाइनली गाडी आएर चढ्यो होइन गाडीमा सरर अनि लोकदोरीको गीत बजाउँदै आइयो हामी आमा छोरा र हस्बेन्ड सबै फ्यामिली यस्तो रमाइलो भएको थियो गाइज गाडीमा होइन त्यसपछि हामी पाल्पा हुँदै बुटोल बजाएर सरर हेर्दा लाग्छ रहर होइन आइयो बुटोल पछि फेरि अर्को गाडी एसी बसमा सरर काठमाडौँतिर हरर आइयो सबैजना आइसकेपछि चाहिँ मैले भिडियो लिन भुलेँ गाइज